साउदी अरबको रियादमा नेपाली कामदार 9 जना कसरी बस्नु भएको छ, के छ अवस्था, एकचोटि यो भिडियो हेर्नुस्। देख्नुभयो होला नि, यस्तो अवस्था उहाँको बसाइरहेछ है। नेपालबाट आएको चाहिँ उहाँहरूलाई 7 महिना पुगेछ। नेपालबाट आएपछि 3 महिनापछि चाहिँ काम दिएको रहेछ। लगभग काम 2 महिना दिने काम, त्यसपछि 1 महिना ग्याप राख्ने गर्दा गर्दा 7 महिना पुगेको रहेछ। अहिले 7 महिना पुगिसके पनि अब काम पनि छैन, दाम पनि छैन, केही छैन। अहिले अब खानलाई समेत समस्या भइसकेको छ भन्ने कुरा उहाँले गर्नुभएको छ। र यति बेला उहाँको एकामा आइडी पनि एक्सपायर रहेछ र उहाँले कम्पनी पनि ब्ल्याक लिस्टमा छ भन्नुभएको छ है। उहाँको मेसेज मलाई गर्नुभएको थियो र उहाँले विभिन्न ठाउँमा सम्पर्क गरिसकेको, जस्तो तपाईँको दूतावासमा पनि उहाँले सम्पर्क गरेको। दूतावासमा जस्तो एकजनालाई सम्पर्क गर्दाखेरि उहाँले अर्काको नम्बर दिने, अर्कालाई गर्दा फोन रिसिभ नहुने, फोन रिसिभ भयो भने फेरि अर्काको नम्बर दिने, त्यस्तो गरेको भन्ने कुरा गर्नुभएको छ। र दोस्रो कुरो, रियादमा भएको विभिन्न सङ्घ संस्थाका साथीहरू है, मिडियाकर्मी साथीहरूलाई पनि उहाँहरूले चाहिनेमा खबर गरेको, तर खासै कसैले पनि चासो नदिएको भन्ने कुरा छ। यति बेला अब खानालाई समेत समस्या परिसकेको अवस्था छ दाइ भनेर मलाई मेसेज गर्नुभएको थियो। मैले यो भिडियो किन बनाएको भन्दाखेरि रियादमा धेरै साथीहरू, धेरै नेपाली साथीहरू हुनुहुन्छ, राम्रो राम्रो समाजसेवी पनि रियादमा हुनुहुन्छ, विभिन्न सङ्घ संस्थाका साथीहरू हुनुहुन्छ होइन। एमबिसी पनि रियादमै छ। तर उहाँको वास्तविक समस्या के हो, किन कसैले अहिलेसम्म बुझ्नु सकिएन त, किन त्यहाँसम्म पुगेन त कुनै नेपाली भन्ने मलाई चासो लागेर यो भिडियो बनाएँ। भिडियोलाई सेयर पनि गरिदिनु होला र म कृपया रियादमा हुने साथीहरू उहाँको वास्तविक समस्या बुझिदिनुहोस् र दूतावाससँग खबर गरेर उहाँको समस्यालाई कृपया सल्भ गरिदिनु होला। यो भिडियो मार्फत मैले जानकारी दिएँ। हस्, नमस्कार।